मैले मजाक गरेको थिएँ। मैले त 500 त कुत्ताकी छोरी बा तिमीलाई मेरो मैले 500 रुपैयाँ लिएको के कारणले भनिस् मलाई म ल्याछु अझ यहाँ एकपल्ट भिडियो गर्छस् त यहाँ चाहिँ लगाइदिनु पर्छ नि। हामीलाई चाहिएन तिम्रो सेट सेट हामीलाई चाहिएन। तपाईँ 500 दिने नदिने दिन्न मैले त्यसो दिँदै दिनु दिन्न मैले दिँदै दिनु। बुटोलाले एउटा ट्याक्सी आएर चाहिँ हामी त पुला मुखाएर चढेको हामी नै म भन्नु त्यसपछि त 500 रुपैयाँले भन्छ यहाँ आइस्यौ त बाइक लिएर यहाँ सुन्नु न छन् सुन्नु त दिदी तीनजना त अट्टैन एकजना तीनजना त हुन्न खेर बेन्छ त दुईजना अरू फेरि आउनुलाई है तपाईहरु अर्कोमा आउनु ल ल भयो हैन हजुर एकजना हैन अब दुई तीनजना त लाने नै मिलेन मिल्दैन चेक बस्न सक्छ चेकिङ बस्न सक्छ यसै त हाम्रो अलि समस्या मेरो फेरि उहाँ नआएर ठिकै पनि भयो कारण अलि मेरो भाडा नि महँगो हो उहाँले दिनुहुन्न पनि हेर्नु हैन तपाईँ यसरी त दिने यस्तो लाग्यो क्या मलाई हो पैसा भयो जस्तो चाहिँ लाग्यो यसरी त मान्छे भाडा किज गर्ने मान्छे हुन्छन् कि त्यति हेर्नु हामीले त्यत्रो दुःख गरेर कमाउने हो यही गाडी चलाउने हो ऋण छ यसको हैन त्यही माथिमा फेरि बुढी अलिकति नक्कली छ त्यसको पनि खर्च अलि बढी छ घर बुटोल हो अयो मलाई त घर बस्न मन लाग्छ हेर्नु लाग्न त त्यही बुढीका नक्कलले गर्दा हिँड्न पर्यो छ बोलिरहेको थिएँ नि मैले गराएको होइन होइन यस्तो भयो मलाई बहुत आपत्ति पर्यो हेर्नुहोस् पहिला केटी ठिक थिए मैले अलिअलि त बिहा नगर्दै यसो लप परेर हुँदाखेरि केटी ठिक थिए पढ्न जाने सोइसाजी पनि लाऊ त्यहाँबाट त्यही बेला आमालाई त सिम्पल फोटो थियो लगेर देखाएँ आमाले हुन्छ ले यतिको भए घर गर्ली त गर भन्न त्यहाँबाट अहिले त्यसले त हेर्नु जति अलिकति अब बिहा गरेका पुरानो हुँदै गयो नक्कल बढी पार्दै गयो आफूलाई आपत छ तपाईँलाई ठिकै त गरेछ नि हामी माथि गरेछ नि को दिदी हामी माथि त हामी चढे त अब नै लोएर भाडा महँगो ल भाड ल्याउनु त त्यसो हामीले तिर्न पर्ने भयो त्यही हाम्रो पैसाले नक्कल पार्दिरहेछ जागिर खोलेर राख्ने कोबाट पैसा निकाल्ने बानी लागेको होइन कि यो हामी त जतिसुकै त कहाँ चढ्छौँ त एक दिन मलाई जतिसुकै त परेर पनि हुन्न एक दिन परेपछि भयो लिनु भाड ल्याउनु त त्यसो के र भाड त चाहिएको लिनु भाड ल्याउनु त 500 दिनुहोस् बुदागाडाको 500 कति खाँदा हो भाइ बुदागाडाको 500 कति खाँदा हो भनेको कति खाने त्यही बेलुका एउटा बियर खान्छ नक्कल त कति पानी पनि कति तुल्याइल त भनी छ के काठमाडौँ ल्याइदिन तर मजाक लाओ काठमाडौँ ल्याइदिन भनी छ के काठमाडौँ ल्याइदिन भनी छ मैले त केही खान्न दिनभरि गाडी चलाएर बेलुका यति एउटा बियर खान्छु त्यही यो त अब 150-60 पर्ने हो सबै त त्यसै खर्च छ दिन भाड ल्याउनु त त्यो कति हो र 500 दिनुहोस् के केको 500 भने हन नदाइते कुरा गर्दा अनि खाउला केको 500 भने हन नदाइते कुरा गर्दा अनि खाउला तिम्रो त गाडी हाम्रै छन् होला नि तपाईँ क्या तर मेरो रास्ता छैनन् फुदागाडा यहाँ सन्धिहरुको लागि कसले 500 दिन्छ नदाइते कुरा गर्ने हो मैले दिन्छु मलाई चाहियो त के आने त त्यही बेला फोन आनी के फेरि फोन आनी चाहिँ बेला 500 यार लाख पनि नलाग्ने यार दिमाग नखान यार ल्याइदिन्छु के आउने बेला ल्याइदिए त भयो त कर तँलाई यो भएको कुरा होला कि नभएको होला यो ओइ भने सुन्यो हो के लिपस्टिक र काँटा हो नि बेलुका ल्याइदिन्छु भएन सन्धिहरुको पुगे हैन अहिले फोन गरेर दिमाग खराब गरिछ यार ल राख अहिले फर्के त ल्याइदिन्छु ए चाड चाहिँ यार जति छ कि यार दिमाग खराब गरे लिनु त भाड लिनु त 50 रुपैयाँ हो कि हामीले दिन्छ 50 मा जिरो लाग्नु त 500 हो के मेरो 500 दिन्छ फुदागाड ल्याएको 500 तिमीले त भक्खरै लडपुट दिन्छ पे आउँदैन 500 रुपैयाँ फुदागाड ल्याएको लिन्छु मेरो लिन्छु नि लिन्न मा दिन्न माल त 50 रुपैयाँ दिन्छम तपाईले 50 दिन्छ भने तपाईको गाडी हो र तिम्रो गाडी भए नि 50 रुपैयाँ भाडा त्यहाँ भन्दा कल दिन्छ ए दिदी मेरो आफ्नो गाडी हो गाडी भएका हाम्रा पनि छन् बुझ्यौ तपाईको गाडी होला नि फेरि तपाईको गाडी बोलाएर जानु न त छन् भने
सबैले आफ्नो आफ्नो गाडी बोलाएर जान्छन् र 50 रुपैयाँ पुदागर लिउ त सन्धि गरेर तिमीलाई 500 रुपैयाँ दिने अर्का गाडी यता पैसा नदिने दाडा बुटुलको भाडा तिमीलाई दिने बुटोलको कहाँको भाडामा छ तपाईँ 500 दिने नदिने दिन्न मैले त्यसो पैसा त दिन बर्गर पहिले यहाँसम्म चढेको केला नदिम त बिचा ल्याएर छोडेपछि के स्वाद दिम त कहाँ त्यसरी हुन्छ यहाँसम्म चढेको त पैसा दिनु पर्यो नि दिदी दिन्छु नेपाल दिन्छु जहिले ए पहिले ल्याउनु पैसा नदिने कहाँ जान्छ तपाईँ त्यसै दिन्न के गर्छौ ए दिन्न पैसा तपाईँ हेर्दा लैजाउ न सन्धि गरेकोसम्म दिन्छु तिम्रो भाडा दिन्छ केला दिम त 50 रुपैयाँदेखि एउटा रुपैयाँ दिन्न तिमी यस्तो हामीलाई थाहा छैन भने हौ कहाँ कहाँ नदेखेका नगरेका हुन् भने तपाईँ देखे जस्तै भएर चाहिँ पैसा मागेको मैले हाल त 50 रुपैयाँ दिने 50 रुपैयाँ लैजाउ नलय अब यत्रो पेसेन्जर दिन तपाईँलाई के गाह्रो भयो त दिन अब हामीले पनि त्यस्तै गरेर चढ्यो हामीले नि महँगो तिर्यो तपाईले गाडीमा चढ्ने बेलामा कति हो भाडा भन्नु हो हामीले कति हो भन्दैनौँ फुदाङबाट ल्याएको 50 मा लान्छन् ट्याक्सीले ट्याक्सी हैन नि यो त छोड्दिउँ त तिम्रो गाडी ट्याक्सी नभए उही फुदाङ लड छोड्दिउँ त मलाई फुदाङ लड छोड्दिउँ म फुदाङबाट आउँछु छोड्दिउँ फुदाङ हो म फुदाङबाट आउँछु कि तिम्रो गाडी लिएर जाउँ म त उही फुदाङ लड छोड्दिउँ 100 रुपैयाँ लिनु छिटो दिन्छु नि पर 100 रुपैयाँ तिमीले गाडी गराउँछौ र 100 रुपैयाँ दिन्छु दिन्छु नि पर 100 रुपैयाँ तिमीले गाडी गराउँछौ र 100 रुपैयाँ दिन्छु अनि के मेरो तेल फेरि आएर केलाई फर्काउँछौ त गाडी तपाईले भनेन फुदाङ लड छोड्दिनु भनेर फुदाङ लड छोड नि त तिम्रो पैसा किन दिम त मैले तपाईँ मेरो फुदाङबाट यहाँबाट फुदाङ तपाईँ त्यसै हिँड्ने मेरो गाडी यहाँ तपाईँ मेरो फुदाङबाट यहाँबाट फुदाङ तपाईँ त्यसै हिँड्ने मेरो गाडी यहाँ केलाई तिमीले घुमाउँछौ र तिम्रो साथले घुमाउँछौ भने पुरै के कुरा हुन्छ तपाईले तिम्रो साथले घुमाउँछौ भने लड छोड न केलाई म त पैसा दिन्छ तपाईले म तपाईँ घर के छोड्दिनु पनि तपाई तिमीलाई दिनी दिने कसलाई दिनु त मन नदिएर मैले गाडी चलाएपछि दिन्छु न दिँदै दिन्न यहाँ म मान्छे बोलाउँछु नि त मैले मान्छे बोलाएर के म डराउँछु र नडराउ न तपाईले के लाग्छ म डराउँछु तपाईँले मान्छे बोलाएर रोक्नु न एकछिन रोक्नु पैसा भाडा दिनु हैन यहाँ ठुलो कुरा गर्नुहुन्छ झन् यार पैसा दिनु पर्यो नि यार गाडीमा चढेछ यार हामीले दिन्छौँ 50 को गाडी हैन नि 50 रुपैयाँ हो के तपाईलाई बरु गाडीमा असुविधा छ भने भन्नु सेन्सन ल्याएर पनि म लान्छु हामीलाई हेर त्यस्ता सेट लाएर हिँड्नु गाडी गन आछ भने भन्नु पर्यो यही सेन्ट छ भर्खर ल्याइदिन्छु दिदी हेर्नु बुझ्न यति यहाँ छ ल्याइदिनु पर्छ सेन्ट हामीलाई चाहिएन तिम्रो सेट हामीलाई चाहिएन तिम्रो सेट हामीलाई चाहिएन तिमी के कारणले यहाँ 500 रुपैयाँ लिउ फुदाङडाको त्यही भर्खर पैसा दिन हैन त नि उही गएर मान्छेलाई भेटेर उही गएर तपाईँ घर लैदिन्छु भन्नु नि त नि केलाई घर लैदिनु पर्यो अहिले त बजार जाने हो बजारै लैदिन्छु पैसा दिन पर्यो नि मैले त 500 त कुत्ता कि छोरी बा तिमीलाई 500 दिन्छु त तपाईँ यस्तो मान्छे नि कुत्ता छोरी हुन्छ त कति दिनुहुन्छ कुत्ता छोरी बा तिमीलाई मैले कति दिनुहुन्छ तपाईले 50 रुपैयाँ देखि म त टाक दिन्न 50 त हुन्न दिदी 150 सम्म त दिनुस् पर्दैन है यो एउटा ट्याक्सी आछ यहाँ सुन्छु बुटोलाले एउटा ट्याक्सी आछ हामी त पुरा मुखार चढेको हामी नै म भन्नु त्यसपछि त 500 रुपैयाँ ले भन्छ यहाँ आइस्यौ त बाइक लिएर हामीले त 500 त हामी पनि मेरो छोराले पनि एसी गाडी चलाउँछ विनोद भट्टराईले मैले धेरै पैसा केही मागेको छैन 250 रुपैयाँ मागेको दिदीले अहिले आफै 500 भन्नु छ तिमी त्यो के रे विनोद भाइ विनोद हैन विनोद भट्टराईको आमा यहाँ हुनुहुन्न रहेछ है यहाँलाई मैले केही मागेन भाइ 50 रुपैयाँ मात्र मागेको छु आफै 500 दिन्छु भन्नको आफै 500 दिन्छु भन्नु म ल्याइदिन्छु है यस्तो मिलेका ग्रुप यस्ता ग्रुप मिलेका अझ 50 रुपैयाँ माग्नु छ भने 30 रुपैयाँसम्म भन्ने त्यहाँ त प्रुफ देखाउनु परेन भोलि तपाईको बुढाले मोटरसाइकल लिएर आइसक्यो हेर्नुस् 50 रुपैयाँ मागेको थिएँ उहाँ त्यसै कराउनु भनेर भन्न पर्छ भिडियो गरेको त्यतिकै भनिन्छु प्रुफ छ ल मैले कति मागेको थिएँ भन्नु 50 रुपैयाँ 500 रुपैयाँ मागिस् नै 50 रुपैयाँ अझ 50 रुपैयाँ ल 50 रुपैयाँ भर्खरै लिनु 50 रुपैयाँ दिन नसक्ने गरा है भर्खर लिनु लाजको मन हो 50 रुपैयाँमा 50 मागे हेर यहाँ पैसा दिँदै हुनुहुन्छ है त्यस्तो भिडियो प्रुफ राख्न पर्छ फेरि फोन गरे फसिन्छ तँलाई त नफसाइ छोड्दिन कि 50 मागेर के फस्छ 500 तिर फस्छ नफस्ने हैन 50 रुपैयाँमा 50 मा भयो भन्नुस् मैले त दुःख नदिने के हामीले 50 त ल्याइयो गर हैन तिउरले बर्सिताला रोक्छु कि दिदी सुन्यौ तिउरले यो आइमी काकी यसो गराउँछ भन्ने तिउर 3 जना मिलेर गरे हौ नि 4 जना दुईटी नानीहरु पनि छन् महिला त महिलालाई सपोर्ट गर्दा होला नि के कहाँ सपोर्ट गर्ने हो भर्खरै 50 रुपैयाँ मागेको हैन भन्नु भाइ के कहाँ सपोर्ट गर्ने हो भर्खरै 50 रुपैयाँ मागेको हैन भन्नु भाइ
मागेको हो भने मैले मेरो छोरो पनि गाडी चलाउँछ के एसी गाडी तिमीले यो आइमी कहाँ कि यो कहाँ एसी 500 तिमीले एसी गाडी चलाए पनि सेन्ट होला चलाउन नि सेन्ट होला चलाउन नि जे सुकै होला चलाउन उतै भनिन् ती वाउ नने पर्दिउ त्यसै एउटा कुरा भन्नु 50 मा सेन्टै छोड्के जानु पर्यो 25 को भयो 25 को सेन्ट भयो मैले जानेछु त्योला के भन्दिनु जब 50 रुपैयाँमा माग्न सक्दैन उठाम त आइजा भन नो भन्नु 50 रुपैयाँमा म त यति छोडे भाग्छु कर बहुत 50 रुपैयाँ म त भाते छोडे गाडी कमाएर भाते भाग्ने हेर्नु बुढो सिधै हो त्यस्ता कुरा गरेको मलाई त हेर्छु यो त के नजाने फोन उठाउन मात्र भनी तपाईले यति भाते छोडे स्वास्थ्य बुढो जान्छौँ हामी हिँडेर के नै पर्न नजाम के नउठाउनुस् जाँदा सुन्नु भयो 50 मा मान्नु भन्नु या सुन्नु न दुनियाका छन् सुन्नु त दिदी या सुन्नु न दुनियाका छन् सुन्नु त दिदी पगार लिएर आउँछु नि दिदी यहाँ सुन्नु त एउटा कुरो गर्छु यहाँ एउटा कुरो गर्छु यहाँ सुन्नु के भनेर 500 रुपैयाँ मागिस अझ पुरुष देखाउँछस् यहाँ सुन्नुस् त मैले मजाक गरेँ थिएँ किने पर्ने जस्तो जाताडी किने पर्ने जस्तो जाताडी सुन्नु त ए दिदी यहाँ सुन्नु न सुन्नु त कुरो सुन्नु त ए मेरो दिदी यहाँ सुन्नु सरी यो मान्छे पनि त्यसै गरेछ यो यहाँ मान्छे सुन्नु यहाँ सरी मैले मजाक गरेँ थिएँ मैले यस्तै भिडियोहरू बनाउँछु यहाँ मलाई सबै चिन्नुहुन्छ यहाँ सुन्नु सुन मेरो नाम तैले 500 रुपैयाँ लिबा के कारणले भनिस् मलाई म ल्याछु अझ पैसा यहाँ यत्रो भिडियो गर्छस् जाता अझ भिडियो जाता जस्तो त दुनिया छ ए दिदी यहाँ सुन्नु त पहिला एउटा कुरो तपाईँले सुन्नुहोस् पहिला यहाँ सुन्नुहोस् यहाँ सुन्नु त मैले 500 किन मागेँ भनेर नि भनिदिन्छु यहाँ सुन्नु के ने पनि भिडियो गराउँछौ त मेरो के ने पनि भिडियो गराउँछौ त मेरो सुन्नु त पहिला कुरो भिडियो बनाऊ ए भगवान तेरी भन्छ बोला अब सुन्नु त एउटा कुरो अब एउटा कुरो सुन्नुहोस् शान्त भएर सुन्नु पिट्नुलाई यो यहाँ मलाई जान छ लिएर हिँड कहाँ जान हिँडी किम म पहिला सुन्नु उही लान्छु कि अस्नी यो एउटा कुरा सुन्नुहोस् पैसा नभएको गाडी लिएर हिँडेको त 500 रुपैयाँ ले अनि फुदा गराको कान्छ फेरि सरी भने नि खुट्टा ढोकम हजुरको परेन केला खुट्टा ढोक्नु पर्यो मैले खुट्टा ढोक्दै लानु सरी भन्लान् 500 रुपैयाँ माग्लान् मलाई चढी किम म त्यो होइन त्यो भन्नु गाडी चढायो चढाएपछि त जो उनीहरूले पनि त ट्याक्सी भाडा दिनुपर्छ भने घस चढिन्छ कर को चढ्दैन त्यो कुरो त्यसले हो नाटक गरौला भने त कोही चढेन मैले यो मजाक गरेँ थिएँ मेरो नाम सागर खड्का हो तपाईँका छोराले पनि सायद भिडियो हेर्नुहुन्छ होला उहाँलाई सुन्नुला यस्तै धेरै भिडियोहरू मैले चलाउँछु अब भिडियो किन बनाएको थिएँ भनेर भन्छु सुन्नुहोस् मात्र यो मेरो गाडी ट्याक्सी होइन मैले यहाँलाई पनि पैसामा ल्याएको होइन प्राइभेट गाडी हो मेरो आफ्नो गाडी हो मैले तपाईँलाई लिफ्ट दिएँ यहाँ त ट्याक्सी गर्ने कि ट्याक्सीको त रोजीरोटी छ उहाँले ट्याक्स तिर्नुभएको छ त्यही किसिमको अघि लड्नु पब्लिक गाडी त्यही अनि मान्छे नियत खराब भएको मान्छेले यस्तै प्राइभेट गाडीमा चढेर जस्तो पनि गर्न सक्छ यस्तो गर्न हुन्न भनेर यो चिसो खाएर ठन्डा गराउनु दिमाग ठन्डा गराउनु यो दिमाग ठन्डा गराउनु यो फेरि खाएर जुठो खुवाएर हुनु ल्याउनु है ए आफै खोल्नु यहाँको त आउँछ त टिकटकमा हेर्नुला त फेसबुक दिल्लाहरू गिफ्ट दिम लिनु त मेरो बा दिदी केला भने त्यो केटीले के भन्नु भने त भिडियो चाहिँ बनिन गर भने के यो मेरो तर्फबाट गिफ्ट हजुरलाई के हो मैले नहेरिकन लान्न तिर्को यो एउटा कप घर गएर चिसो पनि खाने रिस डरो भयो है एउटा भिडियो बनाएको दिदी यसको लागि हो सो दर्शक पनि एउटा भिडियो यहाँ थुत्दाखेरि त त्यहाँ बन्द गरिदिने जान्छ भन्न यस्तो एउटा गाडीको त हाल्दा चुवात्त तुत्रे हिँड्छ पुरा अझ त्यहाँ पेटक यस्तो एउटा गाडीको त हाल्दा चुवात्त तुत्रे हिँड्छ पुरा अझ त्यहाँ पेटक आज म पहिलोचोटि यस्तो फसेँ यो पहिलेसम्म यस्तो कसैले गराउनु थिएन पहिले बुझाउनु पर्छ के यसो गरेर भिडियो गराउँछु भनेर बुझाएको कसरी गराउँछ 500 रुपैयाँले नै तँलाई फर्काउँछु भनेर चोका हालेर फर्काउनु पनि अझ जङ्गल भए कसो गराउनु म त के डराउँदा कि थिरिक्क हुन्न त म त मेरो मान्छे छन् कि भर्खरै आउँछन् कि बाइक लिएर सो भिडियो जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव सहितको छोटो प्रतिक्रिया राखिदिनु ल म बोल्न सक्दिनँ जाम म नगरपालिका जान काम छ मेरो हिला गयो हाम्रो ठाउँमा सातो लैदिनु बजारमा मान्छेले देख्यो भने आइ मैले लुट्नु आएको भन्नु हेर्नु त्यो भिडियो सबैले हेर्नुहुन्छ हो ल हेर्नु देख्नु हेरेर के भएन हेरेर के दिदी चाहिँ म त थिरिक्क हुन्न को के थिरिक्क हुन्न हेर के भएन म यहाँ आउँदैछु के जा त्यो म लफडा फसेँ भन्नु ल सबैजनालाई धेरै धन्यवाद भिडियो माया गरिदिनु ल दिदीले धन्य पिट्नु भएन होइन बुझेको भए म एक हात बोल्ने थिइनँ कि नबुझिकन 500 रुपैयाँ नबुझिकन बनाएको भिडियो एकदमै राम्रो हुन्छ त्यही भएर रिसिना नि पर्छ उहाँले पछि मनाउनुहुन्छ होइन पछि मनाउने भए त्यहाँ गइरहेसम्म ल्याएर
500 रुपियाँ दिन्छस् कि दिन्नस्? 500 रुपियाँ दिन्छस्? फेरि प्रकारले यस्तो हरानमा चाहिँ अहिले बोलेको सम्म भिडियो बनाएर त्यो होइन यो त त्यस्तै हो। ए ल ल सबैजनालाई धन्यवाद है। एकजना सबैजना हाई गरिदिनु त ल। यो भिडियोबाट म छुटेँ। अर्को भिडियोमा फेरि भेट्नेछौँ। टिल देन वाट एभर यु वान्टेड टु किप लभिङ एन्ड किप लभिङ। यो दिदीले अहिले पनि कोर्के आँखाले हेर्नु हो, मलाई अझै डर लाग्यो। अब चाहिँ यो भिडियोमा छुटेर जे भयो भने दिदी एकदम फेरि पनि सरी भन्छु। एउटा यस्तै सन्देशमूलक नै होला, एउटा चेतना जाला ताकि यस्तो गाडीमा चढ्न हुन्न भनेर जस्तै मैले यो भिडियो बनाएको। मैले कसै 1 रुपियाँसम्म भाडा पनि ल्याएन होइन। मेरो मैले यस्तो भिडियोहरू बनाउँछु ताकि यही भिडियोबाट आएको केही पैसा पनि मैले धेरै दुखीलाई सहयोग गरेको हुन्छु। त्यो तपाईँको एउटा एकैछिन रिसाए पनि जे गरे पनि एउटा यो सकारात्मकतिर जान्छ र यसबाट के आएको केही रकमहरू फेरि कसैलाई सहयोग जान्छ। अझै तपाईँको पनि त्यहाँ हात भयो होइन। त्यसको लागि यो भिडियो बनाएको थिएँ। मलाई माफ गर्नुलाई फेरि पनि लाइक पटक मैले माफ गरिदिन्छु भन्नु त भनिदिनु त। ल ल मैले माफ गरिदिएँ। यिनी भाइहरूले मलाई थाहा नदिकन गराएर ल हाई भिडियो सबैले माया गरिदिनु ल भन्नुहोस्। सबैले माया गरिदिनु होला मेरो भिडियो। ल बाई है सबैजनालाई ल।